घन्टीमा घन्टी जय घन्टी घन्टी तिमी हिँड्दै खान जस्तो लागिसक्यो छिटो पकाउनु न प्लिज यस्तै बिरामी पर्दा सक्ने बेलामा त आफै गरेर खाइहाल्छ यो पुग्नु अलिक डोक्ला रहेछ यत्रो धेरै कालो नगर न कालम थाहा भारी लसुन हाल्नु पर्दैन क्या पर्छ नि आमालाई लसुन भयो त मान्नु ल तिर्खे भात लसुन जस्तो तिर्खे भन्नु दिन मुला चलाउने हालिसक्यो यसरी नै कास्ता हुन्छ दुईटा हाल्दैन केमा हाल्यो घन्टीमा हो घन्टीमा घन्टी जय घन्टी घन्टी तिमी घन्टी तिमी सँग पर भुट्नु लामा चलाउनु पर्दैन आमा मसला पिस्नु न मलाई अब यसको बलेको छ त्यसमा पाल्नुपर्छ हिँड्दै खान जस्तो लागिसक्यो छिटो पकाउनु न प्लिज आइसक्छ टक्क यहाँ राख्यो अब भात खान सुरु गर्नु पर्यो मिठो मिठो